Man, I got lucky. Look what I stumbled upon. A woman that sees me for me, not what I've done. You give me this feeling, willing to give you my time. Girl, you make me feel like everything's alright. It's sorta like hearing birds chirping in the morning light. In the morning, or maybe even receiving a kiss goodnight. Kiss goodnight. Girl, you got me believing we just might end up being more than just two friends. Oh, when we're together, it feels, I feel the sunny weather puts a smile right on my face. So why would I ever turn my back on what we have? Oh girl, you always bring that first day of spring. We kept things friendly without crossing that boundary. Darling, I'm expressing. Are you listening? You give me that feeling to give you my time. Girl, you make me feel like everything's alright. It's sorta like hearing birds chirping in the morning light, or maybe even receiving this goodnight. अहिले हामी आइसकेका छौँ बौद्ध स्तूपमा र गौतम बुद्धले शान्तिको क्षेत्र बनाएको हाम्रो नेपाल, तर अहिले शान्ति छैन र हामी के चाहन्छौँ भने चाहे शान्ति आओस् र सोनम सरले पनि त्यही चाहनुहुन्छ होला सायद, त्यसैले हामीलाई यहाँ बौद्ध स्तूपमा ल्याउनु भयो। अलराइट सोनम सर, तपाईँ कतिको धार्मिक धर्मतिर कति विश्वास गर्नुहुन्छ? अलिकति छु, धेरै नै छु भन्नुपर्दा, धेरै नै गर्छु पूजापाठहरू बिहान बेलुकी। लाग्छ अलिकति बढी नै छु जस्तो लाग्छ मलाई चाहिँ। तपाईँ मिडिया पर्सनालिटी पछि तपाईँ सिङ्गर हुनुभयो है, सो मिडिया पर्सनालिटी एकदमै सजिलो हुन्छ अरे नि आफ्नो सङलाई प्रमोट गर्नु, सो कतिको युटिलाइज गर्नुभयो आफ्नो लाइक मिडिया पावर त्यतिखेर? त्यस्तो भन्दा नि अलिकति सजिलो त हुन्छ, आफूले प्रोग्राममा गरे आफूले गर्ने प्रोग्राममा गीतहरू आफूले बजाउन सकिन्छ होइन, प्लस आफ्नो एउटा साथीभाइहरूसँग लिङ्कअप भइसकेको हुन्छ मिडिया पर्सनहरूसँग। सो मैले पनि सोनाम गीत भन्ने बित्तिकै अलिकति इम्पोर्टेन्स दिने हुन्छ, तर जहाँसम्म लाग्छ राम्रो गीतहरू जति नराम्रो गीतहरू जति राम्रो चिने तापनि रिलेसन राम्रो भयो तापनि नराम्रो गीतहरू त्यति बज्दैन जस्तो लाग्छ मलाई चाहिँ। बज्छ त एक दुईचोटि, तर मेरो जुन गीत छ स्पेसली यस्तो रहेछ भाग्य जुन मन पराइदिनु साथीभाइहरूले, सबैजनाले, मेरो श्रोताहरूले, दर्शकहरूले भिडियोहरू पनि। मेरो विचारमा त्यो रिलेसनले मात्र होइन राम्रो भएर पनि जस्तो लाग्छ मलाई चाहिँ। ओके, तपाईँको सेकेन्ड एल्बम पनि बजारमा आइसकेको छ है, सो कम्पेरिजन टु फर्स्ट एल्बम अलिकति केही डिफ्रेन्ट त ल्याउनु भएको होला अभियसली? पहिलाभन्दा अलिकति भनौँ न नलेज गेन गरेर के राम्रो कुराहरू मैले गरेको छु नयाँ एल्बममा चाहिँ होइन, सेकेन्ड एल्बममा चाहिँ। प्लस म्युजिक भिडियो पनि राम्रो बनाएको छ, पहिला राम्रो बनाएको थियो, अहिले राम्रो छ। सो गीतहरू पनि राम्रो छ, कम्पोजिसन राम्रो छ, शब्दहरू राम्रो छ र सायद राम्रै होला। मैले भन्दा पनि मलाई त आफ्नो बच्चा सबैलाई, आफ्नो बुवा आमालाई, प्यारेन्ट्सलाई राम्रो लाग्छ अरे होइन, आफ्नो एल्बम मलाई धेरै राम्रो लाग्छ। अरूलाई हेर्नुपर्ने कुरा, अरूले जजमेन्ट गर्नुपर्ने कुरा हो अहिले त। जतिजना भाइ बहिनीहरू मिडियामा आउन चाहनुहुन्छ नि, रहर छ अहिले, मिडिया क्रेज पनि बढिरहेको छ, के भन्न चाहनुहुन्छ उहाँहरूलाई चाहिँ? अहिले कम्पिटिसन छ होइन, तपाईँको धेरै मान्छेहरू हुनुहुन्छ र पहिला दुईजना मान्छेमा आफ्नो भनौँ न आफूलाई चिनाउनु गाह्रो थिएन होइन, तर मेरो विचारमा अहिले सयौँ छन् मान्छेहरू, सयौँको भिडमा आफूलाई चिनाउनु धेरै गाह्रो छ। त्यही कारणले गर्दा के सिकेर आउनुहोस्, नलेज अलिकति प्रिपेयर भएर आउनुहोस्, वेल प्रिपेयर भएर आउनुहोस् र मोर देन तपाईँको भनौँ न एङ्करिङ तपाईँ आउनुहुन्छ बोल्नुहुन्छ त्यो भन्दा नि मान्छेलाई एन्टरटेन चाहिँ गर्नुहोस्। र अब हामी कहाँ लाग्छौँ र? यहाँबाट मेरो अहिले काम चाहिँ तपाईँको मेरो सर्ट मुभीहरू गर्दैछु मैले होइन, जसमा वान म्यान मुभी भन्नुपर्दा आफूले क्यारेक्टर आफूले प्ले गरेको छु है, र साथसाथै डिरेक्सन पनि आफ्नै र एडिट भएको छ अहिले हाम्रो फिल्ममा, त्यहीँ अहिले जाउँ हामी। अलराइट, सो उहाँको सर्ट मुभी कस्तो बनेको छ त्यसको बारेमा हामी थप कुराकानी गर्ने नै छौँ। सो अहिलेको लागि लेट्स गो।
that I can't keep on. Got me singing like na 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 every day's like my iPod stuck on replay. Shawty's like a melody in my head that I can't keep on. Got me singing like na 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 every day's like my iPod stuck on replay. Remember the first time we met? You was at the mall with your friends. I was scared to approach ya, but then you came closer, hoping you would give me a chance. Who would have ever knew that we would ever be more than friends? But railroad boy breaking all the rules. She like a song played again and again. That girl, like something up a poster. That girl is a damn they say. That girl is a gun to my holster, and she's running through my mind all day. Hey, Shawty's like a melody in my head that I can't keep on. Got me singing like na 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 every day's like my iPod stuck on replay. Shawty's like a melody in my head that I can't keep on. Got me singing like na 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 every day's like my iPod stuck on replay. See you being all around the globe. Now once did you leave my mind? Hi, के छ मलाई खानु भने होइन तपाईँको थाहा छैन खा छैन मैले झुट नबोल न कसम खाएको कसम खाएको बाबा मैले आई स्वर खाएको मैले चुरोट खाएको आई टोल्ड लास्ट टाइम मैले चुरोट छोड्छु भनेर डोन्ट डेयर लाई टु मी आई क्यान सी यु स्मोकिङ ओभर हियर अझ कतिवटा खाइसक्यो भन न बरु आई एम नट द खाएको नसक्नु When will you stop crying on me, darling? तिमीसँग जहिले छर्छ त्यति बेला फ्री हो तिमीलाई सिगरेट पनि के दिएको Well, तिमीलाई चाहिँ यो सिगरेट चाहिँ प्रब्लम You go crazy when you smoke it, and I can help you. My last time asking you, teach me how to cigarette. How can I teach you, dear? Oh, come on, dear. How can I teach you? I love you. I just love you. अलराइट, अहिले हामी आएका छौँ सेल्फ एन्टरटेनमेन्टमा, जहाँ चाहिँ सोनाम पाखरिनजीको पहिलो सर्ट मुभी डिरेक्टर एडभेन्चरको एडिटिङ भइरहेको छ। तपाईँले अघि हेरि पनि हाल्नुभयो दृश्य। सो सोनामजी, यो डकुमेन्ट्रीको बारेमा छोटो मिठो जानकारी दिनुहोस् न। यो चाहिँ सर्ट मुभी वान म्यान मुभी भन्नुपर्दा 6-7 मिनट्सको मुभी हो तपाईँको चाहिँ। एउटा भनौँ न चेन स्मोकरको स्टोरी चाहिँ अलिकति लभ, त्यसमै एउटा सस्पेन्स पनि अलिअलि छ। यो तपाईँले यही सब्जेक्टलाई चुज चाहिँ किन गर्नुभएको कि नेगेटिभिटी बढेर हो कि? चुरोट अहिले एकदमै खाने क्रम बढी छ होइन। जति लेखेर पनि चेन्ज सिगरेट स्मोकिङ इज इन्जुरियस टु हेल्थ भने पनि मान्छेले त्यही पनि पिउनुहुन्छ, धेरै नै अहिले छ होइन। राइट, अनदर थिङ म के जोड्न चाहन्छु, जब मिडियाकर्मी हुनुहुन्थ्यो, एज अ मिडियाकर्मी बोल्नु है, अहिले चाहिँ जुन प्रश्न सोध्नु गइरहेको छु, सिङ्गर्सहरू आउनुहुन्छ दुईवटा कारणले मिडियाकर्मीकोमा। एउटा चाहिँ फर्स्ट चाहिँ 24 घन्टा मिडियाकर्मीहरू यही फिल्डमा भएर टेक्निकली वाइज अलिकति हाई हुन्छ, डिरेक्सन वाइज उनीहरूले गर्न सक्छ भनेर आउनुहुन्छ उहाँहरू। अनि सेकेन्ड कुरा चाहिँ के हो भने एकदम हल्ला पनि छ यो है, पब्लिसिटी चाहिँ सजिलो तरिकाले हुन्छ भन्ने जुन सोच छ सिङ्गर्सहरूको। यो दुईवटाबाट चाहिँ तपाईँ कुनलाई चाहिँ बढी प्राथमिकता दिनुहुन्छ, प्रायोरिटी कुनलाई दिनुहुन्छ? सबैको आफ्नो इन्डिभिजुअल लाइक हुन्छ होइन, तपाईँको आफ्नो विचार हुन्छ। कसैले सोच्छ कि मिडियाकर्मीहरूलाई चाहिँ भिडियो दियो भने चाहिँ बढी मात्रामा बढ्छ होइन, र कसैलाई चाहिँ लाइक अलिकति त्यही फिल्म भएको, अलिक ज्ञान भएको, अलिकति एक्सपिरियन्स गेन गर्नुभएको भन्ने कारण पनि दिनुहुन्छ। सो मेरो विचारमा गोको लाइक बोथ 50-50। तर एज अ डिरेक्टर है, एज अ डिरेक्टर पनि आफूसँग कतिको सेटिस्फाइड हुनुहुन्छ तपाईँ? I'm learning and I'm working. Usually मान्छेले till you die you learn होइन। जब तपाईँको अन्तिम सास चल्छ तबसम्म you are a learner. Even I am a learner. So सिकिरहेको छु, गरिरहेको छु। सो के हदसम्म पहिलाभन्दा अझ अहिले सेटिस्फाइड छु। मेरो अब आउने भिडियोहरू लगभग 12 भिडियो छ मेरो अब क्युमा आउनुपर्ने होइन। सो सबैले मलाई मन परेको। ओके, तपाईँले मिडियामा हुनुहुन्न तर पनि भिडियो पाइराख्नु भएको छ? भिडियो पाइरहेको छु, साथी रिलेसनमा राम्रो रिलेसन भएर होला कि। एउटा कुरा चाहिँ म के सोध्न चाहन्छु भने यो चाहिँ मैले किन सोध्नु गइरहेको छु तपाईँलाई भने च्यानल नेपाल इट्स अगेन्स्ट दिस क्वेसन, यो कुरामा चाहिँ होइन। ए मिडियाकर्मीसँग कुराकानी भयो अरे सपोज सिङ्गरको
है त्यो एक ए मिडियाकर्मीसँग नमिलेको बापमा बी मिडियाकर्मीसँग गरेको खण्डमा ए मिडियाकर्मीले पछि बजाउँदैन कि त्यो भिडियो त्यो चाहिँ किन त्यो इगो क्लासेस चाहिँ किन भइरहेछ सायद सिङ्गरको पनि अलिकति गल्ती भन्नुपर्छ मलाई बढी उहाँले चाहिँ एकदमै भनौँ न पसलमा एउटा कपडा पसलमा मान्छेहरू कपडा किन्नु एकोले कपडा सस्तोमा दिन्छ कि बीकोले सस्तोमा सीकोले सस्तोमा दिन्छ भन्ने जुन हामीले गर्छौँ नि सायद त्यो दायित्व हो नि त्यो भन्दा मेरो समयमा उहाँले त सस्तो भन्दा पनि को ट्यालेन्टेड हुनुहुन्छ र कसले राम्रो बनाउनुहुन्छ त्यो त उहाँले देखिरहनु भएको छ कामहरू होइन सो देव सिन द वर्क मेरो विचारमा त्यो हुँदा पनि तर पनि त्यो बजाउँदैन क्या मिडिया किन त्यस्तो भयो मिडिया कर्मीहरूमा चाहिँ त्यो इगो क्लासेस चाहिँ किन भइरहेको छ भन्दा तपाईँको चाहिँ के हुन्छ भने लाइक सिङ्गरले पहिला नै अब उसले डिसाइड गर्नुपर्ने हुन्छ कि जानुभन्दा अगाडि चाहिँ कि कसको पहिले उसले एनालाइज गरेर कसको भिडियोले कसले राम्रो बनाउँछ किनकि उहाँले देख्नुहुन्छ होइन र सुन्नु पनि हुन्छ इन्स्टेड अफ त्यो कपडा गएर त्यो तपाईँले सस्तो बनाउनुहुन्छ कि उहाँले सस्तो बनाउनुहुन्छ त्यो हेर्नुभन्दा क्वालिटी कसले राम्रो बनाउँछ उहाँसँग जाने किनकि सस्तोले पछि गएर एकदमै गाह्रो हुन्छ होइन इगो काम इगो चाहिँ तपाईँको के हुन्छ भने तपाईँको मान्छेमा आफ्नो आफ्नो सोच मैले भन्नु सबैको आफ्नो इन्डिभिजुअल मान्छेको आफ्नो भ्यूहरू हुन्छ होइन सो कसैले त्यो तरिकाले लिनुहुन्छ कसैको होइन सायद मसँग गरेन उहाँसँग गऱ्यो सो अलिकति रिस पनि हुन्छ कुनै बेला त्यस्तो भएको थियो मसँग गरेन त्योसँग गर्यो भगवान्को कृपाले गर्दा अहिलेसम्म मगा एक्सिङ गर्छ कहिले पनि म बाइक चाहिँ अरू कहाँ गएको जानु भएको छैन गएर त मगा गर्नुभएको गायकले सेकेन्ड एल्बम उहाँको थर्ड एल्बमको भिडियो पनि मसँग गर्नुभएको थियो त्यो चाहिँ भगवान्को दयाले भइरहेको छ तपाईँलाई लाग्दैन इगो क्लासेस काममा हुनुपर्छ इगो क्लासेस पर्सनली भएको खण्डमा चाहिँ आफूलाई नै ह्याम्पर हुन्छ कम्पनीलाई नै ह्याम्पर हुन्छ त्यो पनि हो विशेष गरी हाम्रो मिडिया गर्ने साथीभाइहरूले चाहिँ के सोच्नुपर्ने हुन्छ भने उहाँहरूले चाहिँ एज अ मिडिया पर्सन हुनुहुन्छ उहाँहरू गर्व पनि गर्नुहुन्छ तर लेट्स बी प्रोफेसनल त्यो प्रोफेसनलिजम चाहिँ अलिकति कम्ती ल्याकिङ छ क्या मिडिया यो फिल्डमा चाहिँ होइन त्यो भएर नि फल्नाको गीत किन बजाउने हामी किन प्रमोट गर्ने भन्ने खालको त्यो प्रोफेसनलिजम कमीले गर्दा पनि त्यसो भएछ अहिले चाहिँ सो लेट्स बी प्रोफेसनल भन्न चाहन्छु म चाहिँ अब हामी यहाँबाट चाहिँ कहाँ लाग्छौँ यहाँबाट हामी जान्छौँ तपाईँको पल स्टुडियो त्यहाँ मेरो एउटा कलेक्सन एल्बमको रेकर्डिङ भइरहेको छ होइन सो आज त्यसको डेट छ सो विल गो देयर सो लेट्स मुभ I